हो भने फ्युजको तार जल्छ अनि हाम्रो सर्किट बचिरहनेछ र बिग्रिँदैन। अब म यो चेक गरेर तपाईहरुलाई देखाउँदैछु, तपाईहरु हेर्नुहोला। भिडियो अलि धेरै लामो भइसक्यो, त्यसैले म अलि फटाफट गरेर देखाउनेछु तपाईहरुलाई। हेर्न सक्नुहुन्छ 2A स्विचले दुई ठाउँबाट एउटा बत्तीलाई कन्ट्रोल हुन्छ अनि 1B स्विचले उतापट्टिको बत्ती कन्ट्रोल हुन्छ, अर्को स्विचले अर्को बत्ती कन्ट्रोल हुन्छ अनि 5 पिन सकेट 1B स्विचले कन्ट्रोल हुन्छ। यसबाट तपाई मोबाइल चार्जहरू जे पनि गर्न सक्नुहुनेछ। हस्त धन्यवाद। मेरो भिडियो तपाईहरुलाई मन पर्यो भने प्लिज लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गरिदिनुहोला। हस्त धन्यवाद। सबैलाई नमस्कार।